नमस्ते सबैजनालाई। आजको यो भिडियोमा चाहिँ मैले तपाईहरुलाई डिबी लोटरी 2026 को रिजल्ट कसरी चेक गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। त्यसको लागि साथीहरु तपाईहरुले आफ्नो डिबी भर्दाखेरि तपाईहरुले एउटा कन्फर्मेसन नम्बर पाउनुहुन्छ। हो त्यो नम्बर र तपाईको लास्ट नेम र डेट अफ बर्थ को इयर र एउटा क्याप्चा सबमिट गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईहरुले आफूसँग रहेको डिबी फर्म भर्दाखेरिको एउटा फोटोकपी अथवा केही गरेर तपाईहरुले पाउनु भएको छ अथवा आफैले भर्नु भएको छ भने पनि त्यो डिटेलहरु चाहिँ तपाईहरुले सेफली राखेको हुनुपर्ने छ। यदि सेफली छैन र तपाईहरुले बिर्सिनु भएको छ भने पनि फरवर्ड कन्फर्मेसन नम्बर गरेर तपाईहरुले फेरि आफ्नो डिटेलहरु भरेर चेक गर्न सक्नुहुन्छ आफ्नो कन्फर्मेसन नम्बर। यदि छ भने पनि तपाईहरुले कसरी चाहिँ आफ्नो रिजल्ट डिबी को रिजल्टलाई चेक गर्न सकिन्छ भनेर चाहिँ यो भिडियो मार्फत तपाईहरुले सिकाउन गइरहेको। त्यसैले साथीहरु सुरुमा तपाईहरुले आफ्नो मोबाइल मार्फत चेक गर्न चाहनुहुन्छ भने आफ्नो क्रोम ब्राउजर ओपन गर्नुस् र त्यसमा डिबी भनेर सर्च गर्नुस्। र यदि तपाईहरु ल्यापटप पीसीमा गर्दै हुनुहुन्छ भने मैले गरेका सबै कुराहरुले फलो गर्दै जानुस्। तपाईहरुले पनि आफ्नो डिबी रिजल्ट चाहिँ चेक गर्न सक्नुहुन्छ। त्यसैले साथीहरु अब भिडियो स्टार्ट गर्नुभन्दा पहिला एउटा लाइक गर्न नबिर्सनु होला र अहिलेसम्म तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला। र अब सुरु गरौँ भिडियो। सुरुमा तपाईहरुले आफ्नो कुनै पनि एउटा ब्राउजर ओपन गर्नुस् र त्यसमा माथिबाट सर्चमा गएर डिबी भनेर सर्च गर्नुस्। डिबी भनेर सर्च गर्ने बित्तिकै यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ युएस डिपार्टमेन्ट अफ स्टेट भनेर देखाउँछ। यो चाहिँ अफिसियल डिबी को वेबसाइट रहेको छ साथीहरु। यसमा क्लिक गर्नुस्। यसमा क्लिक गर्ने बित्तिकै यहाँ तपाईहरुले एउटा नयाँ इन्टरफेस खुल्छ, देख्न सक्नुहुन्छ। चेक स्ट्याटसमा क्लिक गर्नुस्। फेरि यहाँ कन्टिन्युसमा क्लिक गर्नुस्। यसमा क्लिक गर्ने बित्तिकै तपाईले यहाँ इन्टर योर इन्फर्मेसन भनेर देखाउँछ। यसमा चाहिँ तपाईले आफूले डिबी फर्म भर्दाखेरि कन्फर्मेसन नम्बर पाउनु भएको थियो होला, त्यो नम्बरलाई चाहिँ यहाँ तपाईले इन्टर गर्नुपर्ने हुन्छ। र यहाँ तपाईले लास्ट फ्यामिली नेम भनेर रहेको छ। यसमा तपाईले लास्ट नेम राख्नुपर्ने हुन्छ, जस्तै कि आफ्नो नामको पछाडी थर कुन छ हो त्यो थर तपाईले यहाँ इन्टर गर्नुपर्ने हुन्छ। जस्तै कि यहाँ मैले एउटा न्युपाने इन्टर गरेको छु, तपाईले त्यसैले गर्न सक्नुहुन्छ। यहाँ चाहिँ डेट अफ बर्थ को इयर चाहिँ कुन छ त्यही इयर चाहिँ तपाईले इन्टर गर्नुपर्ने हुन्छ। र त्यसपछि यहाँ रहेको छ क्याप्चा। यो क्याप्चा चाहिँ तपाईले प्रत्येक चोटी चेक गर्दाखेरि प्रत्येक चोटी चेन्ज हुनेछ। र तपाईले कुनै क्याप्चा नबुझ्नु भएको छ भने यहाँ रिप्लेस गरेर त्यसलाई चेन्ज गर्न पनि सक्नुहुन्छ। यो चाहिँ जति पटक रिप्लेस गर्दा नि मिल्छ साथीहरु। र यहाँ यो क्याप्चा हान्ने बित्तिकै तपाईहरुले यहाँ तल सबमिट लेखेको छ, यसमा सबमिट गर्नुहोस्। र यसमा सबमिट गर्ने बित्तिकै एउटा नयाँ इन्टरफेस खुल्छ। र त्यसमा चाहिँ तपाईहरुले यदि तपाईहरुको डिबी पर्छ भने त्यसमा चाहिँ एप्रुभ भनेर देखाउने छ। यदि पर्दैन भने चाहिँ हैज नट एप्रुभ देखाउने छ। र यसैले साथीहरु तपाईले पनि आफ्नो डिबी 2026 को चाहिँ रिजल्ट चेक गर्न सक्नुहुन्छ। र यदि तपाईहरुले आफ्नो कन्फर्मेसन नम्बर बिर्सिनु भएको छ भने चाहिँ अब तपाईहरुले के गर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ भने यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ फरवर्ड कन्फर्मेसन नम्बर भनेर देखाएको छ। यसमा चाहिँ क्लिक गर्नुस्। यसमा क्लिक गर्ने बित्तिकै फेरि एउटा नयाँ इन्टरफेस आउँछ। र यसमा चाहिँ तपाईहरुले त्यहाँ देख्न सक्नुहुन्छ 2-3वटा स्टेप रहेको छ, 5वटा स्टेप रहेको छ साथीहरु। यहाँ तपाईहरुले क्याप्चा त यो जति सेन्ड गर्न पनि मिल्छ। र तपाईहरुले आफ्नो इमेल एड्रेस चाहिँ जुन तपाईहरुले डिबी लोटरी फर्म भर्दाखेरि चाहिँ युज गर्नु भएको इमेल एड्रेस थियो, यसमा चाहिँ तपाईहरुले त्यही इमेल आइडी चाहिँ इन्टर गर्नुपर्ने हुन्छ। र तपाईहरुको आफ्नो डेट अफ बर्थ त्यो पनि इंग्लिश स्टेटमा। र यहाँ तपाईहरुको आफ्नो लास्ट नेम, लास्ट फ्यामिली नेम र फर्स्ट नेम, मिड नेम छ भने मिड नेम, छैन भने नो मिड नेम भनेर यहाँ क्लिक गर्नुपर्ने हुन्छ। यदि छ भने यसमा लेख्नु होला, छैन भने यसमा क्लिक गर्नु होला। अनि मात्रै तपाईले सबमिट गरेपछि तपाईहरुको डिबी को कन्फर्मेसन नम्बर चाहिँ तपाईलाई डिस्प्ले भइहाल्नेछ। नयाँ इन्टरफेस खुल्छ र कन्फर्मेसन नम्बर पनि त्यहाँनिर देखाउनेछ। यो चाहिँ तपाईले करेक्ट डाटा र करेक्ट इन्फर्मेसन मात्रै इनपुट गर्नुपर्ने हुन्छ। जब तपाईले करेक्ट इन्फर्मेसन यसमा टाइप गर्नुहुन्छ तब मात्रै यसमा तपाईहरुको कन्फर्मेसन नम्बर चाहिँ देखाउनेछ। होइन भने दिस इन्फर्मेसन कुड नट म्याच अथवा यस्तै केही समथिङ भन्छ। नत्र म एउटा रङ डाटा पनि इन्टर गर्छु। एक्चुअली तपाईलाई देखाउँछु पनि। जस्तै कि मैले इन्टर गरिसकेको छु माथिको आफ्नो एउटा नर्मल फेक इन्फर्मेसन। र फेक इन्फर्मेसन हाल्यो भने साथीहरु यस्तो देखाउँछ। देख्न सक्नुहुन्छ भेरिफाइड इन्ट्री भनेर छ। इन्फर्मेसन इन्ट्री इज नट भ्यालिड भनेर देखाउँछ। हो यसको लागि तपाईहरुले आफ्नो त्यतिखेर तपाईहरुले डिबी लोटरी भर्दाखेरि चाहिँ जुन इन्फर्मेसन तपाईहरुलाई प्रोभाइड गर्नुभएको थियो फर्म भर्दाखेरि त्यही इन्फर्मेसन चाहिँ तपाईहरुले प्रोपर वेमा राख्नुपर्ने हुन्छ। र तल माथि दायाँ बायाँ नपारिकन
राख्नुभयो भने चाहिँ तपाईँहरूले यसमा कन्फर्मेसन नम्बर यहाँनिर माथिबाट स्वाप गरिहाल्नेछ। हो साथीहरू, यसै गरी तपाईँहरूले पनि आफ्नो डिबी लोटरी 2026को चाहिँ रिजल्ट चेक गर्न सक्नुहुन्छ साथीहरू। त्यसैले भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र भिडियो मन परेको छ भने लाइक गर्नु होला। यदि भिडियो इन्फर्मेटिभ जस्तो लागेको छ भने तपाईँको साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ। अब अर्को भिडियोमा भेटौँला भन्दै हवस् त, नमस्ते।